मास्टर डिग्रीको सर्टिफिकेटभन्दा हरियो पासपोर्टको महत्त्व बेसी भएको हाम्रो देशमा पढाइ 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 भनेर यो घोकन्ते विद्याको मैले कुनै काम देखिनँ साथीहरू। किनभने हाम्रो देशमा जतिसुकै पढे पनि लास्टमा भनेको आउने सडकमा रहेछ। अहिलेको जुन सडक मञ्चनले देखाइरहेको छ, यो जुन भाष्य निर्माण भइरहेको छ, आउँदा पुस्ताहरूलाई पक्कै पनि यो भाष्यले धेरै नै क्षति पुग्नेछ। अनि जति नै पढे पनि, जति नै हातमा चाहिँ नै डिग्री पासको सर्टिफिकेट बोके पनि लास्टमा एउटा हरियो पासपोर्ट बोकेर प्लेन चढेर विदेशिनु पर्छ भने हाम्रो देशको यो घोकन्ते विद्याको के अर्थ रहेर? मेरो विचार चाहिँ यस्तो हो। तपाईँको धारणा के छ? यो भिडियोलाई सेयर गरेर तपाईँको धारणा राख्न नभुल्नुहोला। धन्यवाद।